सबैलाई नमस्कार। नसर्ने रोगहरू जस्तो कि मुटुको समस्या वा मधुमेह सुन्दैमा कस्तो डरलाग्दो है। यो हाम्रो समयको एउटा ठूलो स्वास्थ्य चुनौती नै हो। तर कहिल्यै सोच्नु भएको छ यी रोगहरू आखिर लाग्छन् चाहिँ किन? अनि त्योभन्दा पनि महत्त्वपूर्ण कुरा, यसबाट बच्ने उपाय चाहिँ के होला? ल आउनुहोस् आज यसबारे अलि गहिरिएर कुरा गरौँ। त्यसो भए मुख्य प्रश्नमा सिधै जाउँ है त। नसर्ने रोगको जोखिमलाई आखिर कसरी कम गर्न सकिन्छ त? आजको हाम्रो यो छोटो चर्चाको मुख्य उद्देश्य नै यही प्रश्नको जवाब खोज्नु हो। अब कुनै पनि समस्याको समाधान खोज्नुभन्दा पहिले त त्यसको जड कहाँ छ भनेर थाहा पाउनु पर्यो, होइन र? हो, त्यसैले सबैभन्दा पहिले त नसर्ने रोगहरू लाग्नुका मुख्य कारणहरू के हुन् त्यतातिर लागौँ। ल, पहिलो र सायद सबैभन्दा प्रमुख जोखिम त्यो हो धूम्रपान र मद्यपान। सुर्ती र रक्सीको सेवनले हामीलाई थाहै नपाई हाम्रो शरीरको भित्री अङ्गहरू जस्तै मुटु, फोक्सो, कलेजो यिनीहरूलाई भित्रभित्रै खोक्रो बनाइरहेको हुन्छ अनि यसले गर्दा नै गम्भीर रोगहरूलाई निम्तो मिल्छ। अब दोस्रो कारण त्यो हो शारीरिक व्यायामको कमी। आजभोलिको हाम्रो जीवनशैली कस्तो छ भन्दा धेरैजसो समय कुर्सीमा, सोफामा यसमै बित्छ। हो, जब शरीर चलायमान हुँदैन तब शरीरमा बोसो जम्न थाल्छ, तौल बढ्छ अनि मधुमेह जस्ता रोगहरूले च्याप्प समात्ने मौका पाउँछन्। एउटा यस्तो कारण पनि छ जसलाई हामीले खासै वास्ता गर्दैनौँ, तर यो एकदमै महत्त्वपूर्ण छ। त्यो हो मानसिक तनाव। लामो समयसम्मको टेन्सनले हाम्रो शरीरलाई पनि भित्रैदेखि असर गर्छ अनि त्यसले ब्लड प्रेसर बढाउने र मुटु सम्बन्धी समस्याहरू निम्त्याउने गर्छ। अनि हाम्रो खाना खाने बानी, यसको त झन् ठूलै हात छ। धेरै छिल्लो, धेरै गुलियो वा नुनिलो खानेकुरा, बाहिरको जङ्क फुड यस्ता खानाहरूले मोटोपना मात्र बढाउँदैन, कोलेस्ट्रोल बढाउँछ र नसर्ने रोगहरूलाई सिधै निम्तो दिन्छ। अनि कुरा हाम्रो व्यक्तिगत बानीको मात्रै होइन है, हामी बसेको वातावरणले पनि उत्तिकै फरक पार्छ। खास गरी वायु प्रदूषण, यसले हाम्रो श्वास प्रश्वास प्रणालीमा सिधै असर गर्छ र दम वा फोक्सोको क्यान्सर जस्ता खतरनाक लामो समयसम्म रहने रोगहरूको जोखिम बढाइदिन्छ। त्यसो भए छोटकरीमा भन्दा यी 5 कुराहरू धूम्रपान र रक्सी, व्यायामको कमी, मानसिक तनाव, नराम्रो खानपान र वायु प्रदूषण यिनीहरू नै नसर्ने रोगका मुख्य जड हुन्। यति कुरा बुझ्न सकियो भने समाधानको पहिलो खुड्किलो चढियो भनेर सम्झियो हुन्छ। ल, कारणहरू त थाहा पाइयो। अब समाधान के त त्यतातिर लागौँ न त। अनि खुसीको कुरा के छ भने नि, केही एकदमै सरल उपायहरू अपनाएर नै यी रोगहरूबाट जोगिन सकिन्छ। यसलाई रोक्नको लागि जम्मा 4वटा सरल तर एकदमै शक्तिशाली सूत्र छन्। पहिलो, स्वास्थ्य र सन्तुलित खाना खाने। दोस्रो, दिनमा कम्तीमा आधा घण्टा भए पनि व्यायाम गर्ने। तेस्रो, तनावलाई व्यवस्थापन गर्ने। अनि चौथो र सबैभन्दा महत्त्वपूर्ण, नियमित रूपमा स्वास्थ्य जाँच गराइरहने। अब अघि भनेको चौथो बुदा अर्थात् नियमित स्वास्थ्य जाँच, यसबारे अलिकति विस्तारमा कुरा गरौँ है त। किनभने रोग लागेर उपचार खोज्दै दौडिनुभन्दा त रोग लाग्नै नदिनु वा सुरुमै पत्ता लगाउनु सबैभन्दा बुद्धिमानी काम हो, होइन र? त्यसो भए नियमित जाँचमा के कुराहरू पर्छन् त? खासमा धेरै ठूलो कुरा छैन। मधुमेहको लागि सुगर जाँच गर्ने, ब्लड प्रेसर नाप्ने, मृगौलाले ठिकसँग काम गरेको छ कि छैन भनेर हेर्ने, अनि बीएमआई अर्थात् आफ्नो उचाइ अनुसार तौल ठिक छ कि छैन भनेर जाँच्ने। यी जाँचहरू साँच्चै एकदमै जरुरी छन्। अनि सामान्य जाँचहरू गर्नलाई कुनै ठूलै अस्पताल दौडिहाल्नु पर्दैन। आफ्नो घर नजिकैको स्वास्थ्य चौकी वा कुनै क्लिनिकमा पनि यो सुविधा सजिलै पाइन्छ। मुख्य कुरा, आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिनु पर्यो र समयमै डाक्टरको सल्लाह लिन हिचकिचाउनु भएन। ल हेर्नुहोस्, हामीले अहिलेसम्म जे कुरा गर्यौं यिनै कुराहरूलाई आफ्नो जीवनमा लागू गर्नु नै स्वस्थ र लामो जीवन जिउने बाटो हो। यो कुनै रकेट साइन्स होइन, यो त केवल एउटा अनुशासित जीवनशैली अपनाउने कुरा मात्रै हो। अन्त्यमा एउटा कुरा मनमा राखौँ है, समयमै नसर्ने रोगको जाँच गराउँ, स्वस्थ र दीर्घ जीवन बाँचौँ। यो एउटा नारा मात्रै होइन, यो त आफ्नो र आफ्ना मान्छेहरूको भविष्य सुरक्षित गर्ने एउटा महत्त्वपूर्ण कदम हो। अब जाँदा जाँदै एउटा प्रश्न आफैलाई सोधौँ न त। आज थाहा पाएका कुराहरूलाई लागू गर्नको लागि, आफ्नो स्वास्थ्यको लागि पहिलो पाइला के चालिँदैछ त? याद राखौँ, त्यही सानो पाइला नै स्वस्थ र लामो जीवनतर्फको यात्राको सुरुवात बन्न सक्छ।